आज भने छुट्टीको दिन हो। सधैँझै थकाइ अनि अलिकति निन्द्रा, तर आज अलि फुर्सद छ। सोचे पार्क जाउँ, थोरै हिँडौँ, थोरै मन हल्का बनाऊँ। र म बाहिर निस्किएँ र सुरु गरेँ आजको सानो यात्रा। माई न्यू ब्लग। आज पनि म बाहिर यसो चोकतिर जाँदैछु। बाहिर भने अति घाम लागेको रहेछ है साथीहरू, अति घाम लागेको छ बाहिर भने। लास्टै गर्मी छ है बाहिर, लास्टै गर्मी छ बाहिर। हावा चलिरहेको छ, तर तातो हावा चलिरहेको छ। निकै बाटोमा हावा चलिरहेको थियो, तर हावा निकै तातो भएको हुनाले मन कता कता डरे जस्तो भइरहेको थियो। घाम पनि उस्तै चर्किएको थियो। हुन त पार्क नजिकै हो, तर प्रायःजसो बाटो बिर्सने गर्छु। आज भने अर्कै बाटो आएछु र छेउमै मैले दोकान पनि देखिहालेँ। मैले मनमा नै सोचेँ, पार्कमा बसेर केही खानेकुराहरू खाँदा त निकै आनन्द आउँछ होला, निकै अनौठो फिलिङ्स आउँछ होला। मैले चाहिँ लागेको हुनाले सामानहरू लिएर आएको छु केही है। अब हाम्रो नै चोक आइपुग्नै लागेको छ। जब म पार्क पुगेँ, आज भने लाग्यो यसले मलाई केही दिइरहेको छ, खास गरेर शान्ति। हुन त मेरो रुममा पनि कोही साथीहरू छैन। नेपाली साथीहरू त परै जाओस्, अरू साथीहरू पनि खासै मिल्दैनन्। नेपाली साथीहरूको त नामो निशानै छैन। त्यसैले म आज एक्लै पार्कमा आएँ र जब पार्कमा छिरेँ मन हल्का भयो, खुसी लाग्यो। यस्तो हरियाली हेर्दा मन किन हल्का हुन्छ? सायद प्रकृतिले रुखबिरुवा हामीलाई मन हलुका बनाउनलाई नै दिएको होला र शीतल ताप्न नै दिएको होला। बसे एकछिन घामको उज्यालो र हावाको चिसोपनसँगै। र मेरो साथी, सबैभन्दा मिल्ने साथी, यानि मेरो कलम अनि मेरो डायरी। बसे घामको उज्यालो र हावाको चिसोपनसँगै मेरो डायरीमा मनभित्रको भिड अलि शान्त हुने गरी गम्भीर भावनाका साथ मैले केही कोर्न थालेँ। त्यही बेला मनले सोच्यो, छुट्टीको दिन सधैँ यस्तै नै होस्, यस्तै नै शान्त बित्यो भने त तनाव नै कम हुन्छ होला। कसैसँग केही बोल्नुपर्ने थिएन। म आफैसँग गफ गरिरहेँ र मेरो डायरीमा मनका भडासहरू पोखिरहेँ। त्यो मौनताले सुनायो, जिन्दगी दौड मात्र होइन, रोकिने कला पनि हो। साँच्चै भन्नुपर्दा पार्क जस्तो सानो ठाउँमा कता कता मन सिङ्गो मनै अडिएको छ। मेरो त्यस्तो सानो ठाउँमा पनि त्यो हरियाली देखेर त्यहाँको चिसो हावापन
use my past to build a future. Keep moving forwards, go beyond what they call impossible. If I fall, अब भने फर्किए त्यही जिन्दगीमा। तर आजको 2 घण्टाले त्यो जिन्दगी अलिक सहज बनायो। अब थकाइ छैन, कुनै बोझ छैन, केवल एक मिठो सम्झना बाँकी छ। तपाईहरू पनि कहिलेकाहीँ यस्तै साना पलहरू जिउनुहोस्। कुनै ठुलो प्लान चाहिँदैन, कुनै ठुलो उपायहरू बनाइराख्नु पर्दैन। शान्ति त यहाँ हाम्रो वरपर नै लुकेर बसेको हुन्छ। यदि तपाईहरूलाई यो सानो यात्रा मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट लेख्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि भेटौँला अर्को दिनको कथामा। धन्यवाद।